गुड मर्निङ साथीहरू। आज चाहिँ म कटहरको तरकारी पकाउन लागिरहेको छु। कटहरलाई काटेर पखालिसकेँ। अब यसमा चाहिँ पानी राखेको छु अनि यसमा अलिकति नुन राख्ने बेसार राख्ने, यो अदुवा र रसुनको पेस्ट छ त्यो पनि राख्ने, मिक्स गर्ने यसलाई हाल्ने। यसले चाहिँ स्वाद राम्रो आउँछ अरे। अनि त्यसपछि कटहर राख्ने, अनि त्यसपछि यसलाई बोइल गर्ने, हाई हिटमा बोइल गर्ने, 1 सिटी लगाउने। मैले कटहर 1 सिटी गरेँ हाई उसमा, हाई टेम्परेचरमा। अनि यसलाई यस्तो गर्ने, 1 सिटी गरेको हो। अनि यो पानी चाहिँ नफ्याँक्नु होला, यो काम लाग्छ। यो कुकरबाट निकालिसकेपछि चाहिँ यसरी डोरीको तेलमा फ्राई गर्ने। कटहरलाई फ्राई गरेर पकायो भने चाहिँ मिठो हुन्छ कटहरको स्वाद। यसरी फ्राई गर्ने। कटहर फ्राई गरेर निकालिसकेँ। अनि अब त्यसमा यही तेलमा, फ्राई गरेकै तेलमा मैले जिरा हाल्दैछु। जिरा हालेपछि प्याज राख्ने, प्याज राखेपछि होइन प्याज फ्राई भइसक्यो। यो अदुवा र लसुनको पेस्ट राख्ने, अनि चलाउने अनि बेसार राख्ने। त्यसपछि जिरा पाउडर अनि खुर्सानीको धुलो मिक्स गर्दै, त्यसपछि यो टमाटरको प्युरी राख्ने। टमाटर राखेपछि नुन राख्ने अनि चलाउने। यसरी खाना पकायो भने चाहिँ, मेहनतले खाना पकायो भने चाहिँ खाँदा मिठो पनि हुन्छ। यो हेर्नु न, पानी छोडिसक्यो, तेल देख्न थाल्यो। अब यसमा चाहिँ यो अघिको पानी हाल्ने, थोरै हाल्दै पकाउने। अनि यो चाहिँ गरम मसला हो, मैले घरमै बनाएको आफैले। यो अलिकति राख्ने यसमा गरम मसला। अब यसमा चाहिँ यो हामीले फ्राई गरेको कटहर राख्ने। एउटा बिर्स्यो राख्ने। अनि त्यसपछि अलिकति यो ड्राई म्याङ्गो आमचुर पाउडर पनि राख्ने। लास्टमा धनिया राख्ने अनि छोपिने। अनि ग्यास अफ गरिदिने अनि पाक्यो। अब हेरौँ है मेरो तरकारी। हेर्नु त, कस्तो खौ लाग्दो भएको छ मेरो कटहरको सब्जी रेडी भयो। तपाईँहरू पनि यसरी नै पकाएर खानु होला।